हेलो गाइस, नमस्कार। ठकुजा सबै आराम हुनुहुन्छ होला भन्ने ठिकै छु। म अहिले आज मेरो छुट्टी थियो, सरी छुट्टी थियो अनि खाना खान आएको थियो होटल। खाना खायो हामी छिर्ने चाहिँ जम एन्ड फन गेटदेखि छिर्नुपर्छ। अहिले यहाँ यो महललाई चाहिँ सिटी महल भन्छ। यो दुबईमा कहीँ छैन, यही मात्र एउटा यो नाम गरेको चाहिँ। अब अरू अरू महल त थुप्रै होला नि, तर सिटी महल गरेको चाहिँ यही मात्र छ। हरेक पाउँछ, हरेक लाउनेदेखि धुने फाल्नेदेखि टाल्ने सब पाउँछ। यहाँ गयो भने पार्किङ गयो जिन्दगी गयो। यस्तै छ जिन्दगी। दुबई भित्र त कस्तो शीतल छ यार, एसीमा टक्क हिँड्यो घुम्यो। बाहिर त अहिले निक्लिनुपर्छ, अन्डै अम्लेट हुन्छ एउटा। निक्ल्यो फाइनली बाहिर। यस्तो छ। मेरो कार कता पार्क गरेको थिएँ मैले, भुले यार। मेरो कार यतै थियो। यता मेरो कार यता त कहाँ सेकेन्ड ह्यान्ड पार्क गर्छ नि, यता हामी फर्स्ट ह्यान्ड त्यही त पार्क गर्छ नि। मेरो कार यहाँ चाहिँ यो होइन नि, फेरि यो मेरो कार नेपालमा 220 बाइक बेचेर आएर अब यहाँ दुबईमा साइकल चढ्नुपर्ने थुक्क जिन्दगी। गाइस, मैले अब बाइक पनि निकालेँ, सरी कार पनि निकालेँ मेरो। अब जानु पऱ्यो। फर्स्ट टाइम साइकलमा भ्लग बनाउँदै हिँड्दैछु। कतातिर ठोक्यो भने मामा घर पुग्छ होला। पासपोर्ट पनि कम्पनीमा, भिजा कागज मात्र छ, त्यो पनि उताबाट आएको। यहाँ फेरि आइडी पनि छैन, आइडेन्टिटी कार्ड पनि बिजोग छ। अब निक्ले हाइवेमा। प्लेन जाँदैछ। कसरी जानु हो यस्तो प्लेनमा? म चाहिँ कहिले जानु हो नेपाल? यहाँ के भन्छ, अब यहाँ सिग्नल में रोकना पड़ेगा, नहीं तो फाइन भरना पड़ेगा। उधर से कार आ रहा है, वो कार नीचे जाएगा, हम जाएगा इधर से इधर। F010 यो बसमा गयो भने चाहिँ यहाँ यो एरिया आउनु पर्यो, अथवा मेट्रो चढ्नु पर्यो भने पनि सेन्टर पोइन्टमा यसले पुऱ्याउँछ। त्यहाँदेखि पनि ल्याउने एयरप्लेनमा यसले नै हो। अब यो सिग्नल ग्रिन हुनु पर्यो, रेडमा छ। यत्तिकै चढ्यो भने गाडीले उडाइदिन्छ, या देख्यो भने फाइन तिर्यो। गाह्रो छ नि। तल्लो रोडदेखि बल्ल माथिल्लो रोड आइपुग्यो। अब यहाँदेखि सिधै यहाँदेखि गयो भने अलिक अगाडि पछि ट्याक्क 65 रोड उयो छ, अनि त्यहाँदेखि सिधै माथि छिटो आइहाल्छ रुम। यहाँ एउटा हातमा फोन थियो, एउटा हातमा ब्रेक हान्नै नमिल्ने भइरहेछ। धन्न हानेन यार मान्छेलाई। मासतिर आउनु पऱ्यो, फेरि उता गएर त्यहाँदेखि फेरि उता छिरेर एक फोनको लगाएर फेरि माथि लिएर आएको। ब्रेक यो मात्र छ नि त, यो पनि छ, तर यो अलिक खोलिदिएको क्या। अब खोलिदिएको क्या यो ब्रेक चाहिँ, किनभने अब अलिक यो अगाडिको रिङ बङ्केको छ। अनि यो साइकल पनि मेरो होइन, भेनाको रिङ हल्का बङ्केको छ। अनि कराउँछ क्या, कराउँछ पनि, अनि स्पिडै कुद्दैन। यस्तो बाइकमा हिँड्न पाएको। माथिल्लो रोड पनि आइपुगेँ। अब मुनिको साइडमा चाहिँ अब यही साइडबाट टक्क घर पुग्छु। यो सिट पनि कति पातलो छ, चाकै घोचिसक्यो। पेनै कतिवटा फटाइसक्यो।
उता अर्को भेनाले चाहिँ हाम्रो भेनाले चाहिँ दामी साइकल किनेछ अरे गियरवाला नयाँ लिएको छ उता चाहिँ। यहाँ त अब भेनाको यस्तै छ। 150-150को साइकल र 300-400को साइकलको हामी दोकान होइन। यहाँ चाहिँ मर्मत हुँदैछ टोलीहरू। मेरो गेडा चाके 2 छ। हिँड्दै यस्तो घाममा गयो भने त कहिले क्या अनि अगाडि गर्नु हुन्छ नि त। त्यही भएर नै अब यसो आज फेरि भेनाको 2 बजेको ड्युटी छ, मेरो फेरि छुट्टी छ। अनि 2 बजेको ड्युटीमा त यसो म त 1 घन्टामा दौड भइसक्छु साइकलमा। 1 घन्टा होइन 40-45 मिनटमा त खाना खाएर पनि ओर्दोर गएर नै फर्किन्छ छिट्टै भनेर फेरि अब अहिले बेलुका खाना खाने जाने बेलामा हिँड्दै यही बाटो फेरि आउने बेलामा चाहिँ अब अहिले जाने बेला भेना साइकल आउँछ, आउने बेला चाहिँ मैले लिएर आउँछु साइकल। अनि भेना भरे हिँड्दै आउनुहुन्छ। अब अस्ति सपिङ मलमा गएर सपिङ गरेको सामानहरू त सकिगयो नि। अनि यत्रो दिन भयो धेर त हामीले के किनेको थियौँ, सरफ 2 बोका किनेको थिएँ। अहिले त्यहाँबाट ल्याएको भनेको सरफ मात्र होला। त्यो सरफ मात्र चाउचाउ ल्याएको थिएँ। कोक त त्यही दिन सकिहाल्यो। अनि त्यहाँदेखि त गएको नि छैन क्या सपिङ गर्नु। यतै कामतिरै व्यस्त हिँड्नुपर्छ। मेरो त कहिले कतिखेर होटल जानुपर्ने हुन्छ। अस्ति 2 चोटि 2टा होटल चेन्ज गरिसकेँ। मतलब गएर 1 दिन काम गरिसकेँ। म त खासमा यहाँ त अहिले गरेको म त ट्रेनिङ मात्र हो नि त गरेको। अनि मेरो त अर्कै ठाउँमा हो खासमा। त्यही भएर नि कुदिरहनु पर्छ। अस्ति बारमा गएको थिएँ, डिस्को बारमा पनि गएको थियो, ठुलो सेफहरू अनि म्यानेजर पनि गएको थियो। म्यानेजरहरू बिहानै अनि एउटा वेटर साथी थियो, ऊ पनि मभन्दा आधी घन्टा करिब भएछ। मलाई त ढिलो आयो उयो खबरै अनि ढिलो गयो। 6 बजे पुगिरहेको थिएँ म त, 6-6:30 बजे राति। अनि 3 बजे आएँ, सुतेँ। फेरि बिहान चाहिँ यही ड्युटीमा लागेँ। यस्तै छ। अब जेन्जी आन्दोलनले गर्दा यहाँ मेरो भिजन लागेको छैन। उताको आन्दोलनले गर्दाखेरि अब उताबाट आउने जाने बन्द गरिदिएको रहेछ। फेरि उतैबाट अब बन्द गरेकोले होला यहाँ पनि अगाडि आओस् या पछाडि आउनेहरूलाई भिजिटमा वर्किङमा त बन्द गरेको छ। अनि अगाडि आउनेहरूलाई पनि यहाँको गभर्मेन्टले भिजै हालिदिनु मानेको छैन। कतिजनालाई रिटर्न पठाइसक्यो। सेफहरूले भन्नु चाहिँ भन्दैछ गाह्रो, तेरो त धेरै गाह्रो भयो त केटा, नेपालको भिजिट लाउनुलाई त बेटा भन्छ। अब 17 तारिकसम्म मेरो भिजा डेट छ। बेटा भन्नेले अब सेटा बजाएर खाता भिराएर नेपाल पठाउँछ कि यहीँ भिजा सिजा बनाएर कम गराइन्छ होइन। 10 तारिकसम्म केही एक्सन लियो भने लियो। अब उनीहरूले एक्सन लिएन, केही गर्नु सकेन। भन्नु त भन्दै थियो गाह्रै भइरहेछ भिजा हान्नु यताउति नेपालको भिजा हान्नुलाई। नेपालीहरूलाई यहाँको गभर्मेन्टले भिजा दिँदैन, गाह्रो भएको छ भन्दैछ। अब त्यहीँ गएर थाहा हुन्छ। साइकिल चलाना मोबाइल भी यूज कर रहा है। एक हातमा ब्रेक होइन। अब यस्तै छ। भर्खर ऊ वेटर जाँदैछ, किन साइकल पनि चलाउँदैछ, एउटा हातमा फोन छ। राम्रै भनेको एक्सिडेन्ट हुन्छ भनेर अब के गर्नु। मेरो कारलाई त साइकल पो भनिदियो त यार। यसलाई भरे आओस् न, के हो नजिकको आँखा कमजोर छ हो, नजिकको पावर कमजोर छ आँखाको भन्नु पऱ्यो। आइपुग्यो मेरो रुम, आइपुग्यो। हाइवेदेखि भित्र छिरेर भित्रदेखि भित्र सब मेरो कार त भन्दिनँ, अर्काको कार।
बिग्रेदेखि राम्रोदेखि राम्रो त होइन सबै तिनीहरूको आइपुग्यो। अब यसले राख्नु उठाउनु पर्यो नि त। मेरो कार फेरि यस्तो छ कि हातले पनि उठाइन सकिन्छ क्या। लास्टै गाह्रो भयो नि त यार फोन चलाउँदै साइकल कुदाउनु त। त्यहाँ ब्रेक्स पनि छैन यो छैन क्या कमालोस् त्यो पनि अघिको त्यही दाइले ल्याइदिएको उता गएर बजार गएर नत्र यो पनि थिएन हड्डी थियो भित्रको। अनि जस माया गर्छ भने हेल्प गर्छ उसकै पैसाले लिएर यस्तो फाइनली आइपुग्यो। यो झन्डै लडिन यस्तो माथि यसै पऱ्यो। माथि खानपिन बन्दै होला छुट्टीमा हुनेहरूको। म यता खाएर आइसकेँ। हाम्रो किचन छुट्टीमा हुँदाखेरि बनाएर खाँदा भयो या उता होटलमा गएर खाँदा पनि भयो। यहाँ हाम्रो साइकल धर्ने कता छ? साइकल धर्ने बेला 12 सिक्का छ टोलीले। लिनु केटो अन्डा लिनु। अहिलेको चिल्लर त सबै भेला पारेर के गर्नु लाग्यो भने त यति मोटा गोजीमा हालेर त्यो अन्डा पो लिन गएको अरे। कस्तो के जुत्ता गएर गर्नु त्यो दुई अब नेपाल होइन यहाँ त अब केही फरक पर्दैन। ल सबैलाई ठिकै होला राम्रो होला हेर्दै गर्नु भिडियो सबैको सेयर गर्नु सब्सक्राइब गर्नु। भर्खर बनाउन थाल्दैछु यस्तै छ फेरि नयाँ भिडियोहरू बनाउँदै गर्छु हाल्दै गर्छु हेर्दै गर्नु होला। बस त अहिलेको लागि बिदा हुन जय मा बिदा भए धन्यवाद।